35 अर्बको चाहिँ प्रतिबद्धता अर्ली रिकभरी र रिकन्स्ट्रक्सनको सन्दर्भमा आएको अवस्था छ। राहतको लागि यहाँहरूलाई जानकारी गराउँ, राहतका प्याकेजहरू तत्काललाई चाहिने जस्तो टेन्टहरू भयो, खानेकुराहरू भयो, अरू स्वास्थ्यसँग सम्बन्धित औषधिका कुराहरू, सरसफाइका कुराहरू, पानीका कुराहरू, त्यस्ता प्याकेजहरू चाहिँ ती ठाउँहरूमा अहिले पुगिरहेको व्यवस्था पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। सँगसँगै अर्को कुरा के छ भने अहिले जति क्षति भइरहेको छ हामीलाई अन्तर्राष्ट्रिय समुदायबाट पनि हामीलाई चाहिँ नि सहयोगको प्रतिबद्धता होइन, सहयोग नै आइरहेको बेहोरा जानकारी गराउन चाहन्छौँ। हामी छिमेकी मुलुक भारतबाट समेत हिजो मात्रै राहतसहितको चाहिँ नि जहाज आइसकेको छ र त्यो राहत दिइसकिएको अवस्था छ। छिमेकी मुलुक चीनबाट पनि हामीलाई त्यही खालको सहयोग आइसकेको अवस्था छ। त्यस्तै गरेर अमेरिका, जापान लगायतका अन्य विभिन्न मुलुकहरूबाट पनि सहयोगको प्रतिबद्धता आइसकेको छ र माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिनुभएको जानकारी अनुसार अहिले करिब तत्कालै 35 अर्बको प्रतिबद्धता आइसकेको छ। 35 अर्बको प्रतिबद्धता यहाँहरूलाई जानकारी गराउँ, वर्ल्ड ब्याङ्कदेखि लिएर अब चीनदेखि लिएर जापानदेखि लिएर एडिबीदेखि लिएर यी सबै मुलुकहरूबाट करिब 35 अर्बको चाहिँ प्रतिबद्धता अर्ली रिकभरी र रिकन्स्ट्रक्सनको सन्दर्भमा आएको अवस्था छ र सरकारले अहिले तीनवटा फेजमा काम गरिरहेको छ। एउटा अगाडिको फेज यो आफ्टर डिजास्टर लगत्तै चाहिँ सर्च, रेस्क्यु र रिलिफ, दोस्रो फेज अर्ली रिकभरी र तेस्रो फेज चाहिँ रिकन्स्ट्रक्सन, पुनर्निर्माण, यो चरणमा चाहिँ कामहरू अगाडि बढाउने तयारी भइरहेको छ। सरकारको त्यो सबै तयारी र सम्माननीय प्रधानमन्त्रीज्यू पनि यसको क्लोज उसमा रहेर सम्पूर्ण निर्देशन दिएर सक्रियतापूर्वक सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा भइरहेको छ र सर्वदलीय संयन्त्रबाट पनि सरकारले गरिरहेको कामको प्रशंसा भएको छ र सबै राजनीतिक दलहरूले पार्टीका सभापति श्रद्धेय सभापति रवि लामिछानेले लिनुभएको यो इनिसिएसनप्रति तत्कालै भोलिपल्टै यो जुन सर्वदलीय बैठक आह्वान गरेर राजनीतिक दलहरूको भनाइ, उहाँहरूको सुझाव, उहाँहरूको ऐक्यबद्धता, सहकार्यका लागि सभापतिज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ र सभापतिज्यूलाई पनि उहाँहरूले धन्यवाद व्यक्त गर्नुभएको छ। धेरै धेरै धन्यवाद। यो समिति कहिलेसम्म बन्ने हो? जोडिराखेका छन्। समिति कहिलेसम्म बन्ने हो? कति सदस्य समिति कसको अगुवाईमा हुँदैछ? अब समिति चाहिँ यो संसदीय समिति बनाउनु पर्छ। संसदीय समिति बनाउनको लागि त्यो प्रक्रिया अब आरम्भ हुन्छ। अब सबै दलबीच संसदीय समिति बनाएर अगाडि बढ्ने, जसले अघि नै मैले भने यसलाई सरकारलाई, राजनीतिक दललाई एउटा कानुनी तवरबाटै, संवैधानिक तवरबाटै जवाफदेही, जिम्मेवार बनाउन पनि मद्दत गर्छ र सहयोग गर्न पनि मद्दत गर्छ। हामीले विगतका दिनमा यो खोजी, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको कुरा हेरिराख्दाखेरि सरकार एक्लैले गर्न सक्दैन भन्ने कुरा महसुस गरिसकेका छौँ। त्यसैले समग्र राज्यकै संलग्नता, सबैको संलग्नतामा गर्ने भएकोले यसलाई संसदीय समिति मार्फत, उच्चस्तरीय संसदीय समिति मार्फत अगाडि बढाउने भन्ने छ। अब आज यो निर्णय भएको छ। यो निर्णय भए पछाडि त्यो प्रक्रिया लगत्तै अगाडि बढ्छ। उद्धारका लागि उपकरणहरू हामीसँग पर्याप्त छ कि छैन? कतै विदेशबाट मगाउनु पर्ने हो कि सबै ठाउँमा पुग्न सकिएको छ कि छैन? गृहमन्त्रीले केही ब्रिफिङ गर्नुभएको छ उद्धारमा सकस या त अरू केही अप्ठ्यारो स्थिति भइरहेको भनेर? होइन, पक्कै पनि अब जस्तो हामी सीमित स्रोत साधनका बावजुद हाम्रो सुरक्षा निकायले, हाम्रा स्वयंसेवकहरूले उहाँहरूले देखाउनु भएको साहसप्रति, उहाँहरूले देखाउनु भएको तदारुकताप्रति, उहाँहरूले देखाउनु भएको देश र जनताको समर्पणप्रति त हामी सबै कृतज्ञ हुनुपर्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जति पनि स्वयंसेवी संस्थाहरू, व्यक्तिहरू, स्वयंसेवकहरू र स्थानीय प्रशासन, स्थानीय सरकार र समुदायले जुन रूपमा उहाँहरूले सीमित स्रोत साधनका बावजुद मेहनत गरिराख्नु भएको छ, यसको हामी उच्च प्रशंसा गर्न चाहन्छौँ। यद्यपि अब केही कुराहरू के छ भने बाढी आएको छ, बाढी आइसकेपछि त्यो जुन लेदो दलदल हुन्छ, अब त्यसभित्र के कस्तो अवस्था, अहिले पनि जीवित रहने सम्भावना कति छ? विगतमा भुइँचालो गएको अवस्थामा 3 दिन, 4 दिन, 5 दिन, 7 दिनसम्म पनि मान्छे जीवित रहेको अवस्था भनेपछि केही कुराहरू तपाईँले भनेको जस्तो उपकरणहरूको सीमितताका कारण अप्ठ्यारो हुन त सक्छ, तर अहिलेसम्म चाहिँ त्यस्तो मतलब उहाँहरू लागिराख्नु भएको छ। अब
यो चाहिँ अहिले फेरि थप उहाँहरूले चाहिँ नि रेस्क्यु गर्ने क्रममा त्यस्तो केही कुराहरू आयो र नेपालबाट नसकिने भयो, अझै सम्भावना छ भन्यो भने हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सहयोगको लागि अपिल गरि पनि सकेका छौँ र थप गर्नु पर्यो भने सम्भवतः सरकारले गर्छ, त्यसमा राजनीतिक दलहरूले सहयोग गर्ने कुरा रहन्छ। सभापतिज्यूको जाने के छ, फिल्ड भिजिट जाने? होइन, सभापतिज्यूले त हिजो नै संसद बैठकमा भनिसक्नु भएको छ, हामीले यस्तो दुःखद घडीमा यस्तो आपतको बेलामा यसलाई डिजास्टर टुरिज्म चाहिँ बनाउनु हुँदैन है। यो हामीले अरूको बोझ प्रभावितहरूको चाहिँ जिम्मेवारी लिनुपर्नेमा हामी आफै चाहिँ उच्च अहोदाका व्यक्ति नचाहिँदो रूपमा चाहिँ नि गयौँ भनेदेखि त्यहाँको स्थानीय प्रशासनलाई, सुरक्षाकर्मीलाई हामी नै बोझ बन्न सक्छौँ। बोझ बन्ने अवस्था चाहिँ सृजना गर्नु हुँदैन। त्यसैले राज्यका संयन्त्रले गरिरहेको काममा हामीले सघाउनुपर्छ। आवश्यकता बमोजिम अति आवश्यक व्यक्ति, संस्था, प्रतिनिधि हामी सबै जानुपर्छ। भोलि आवश्यक परेको अवस्थामा सभापतिज्यू नै जानुपर्ने भयो, अरू सांसदहरू जानुपर्ने भयो, पार्टीका नेता जानुपर्ने भयो भने पनि हामी के हो भने प्रभावित क्षेत्रमा ती व्यक्तिहरू बोझ नबन्ने गरेर सहज हुने हिसाबमा जाने कुराको निर्णय हुन्छ। आजै अहिले जानुपर्छ भन्ने अवस्था त्यो छैन। आवश्यकता परेको अवस्थामा, जरुरत भएको अवस्थामा सभापतिज्यू जानुहुन्छ र भौतिक रूपमा त्यहाँ सशरीर जानु नजानु एउटा कुरा हो, तर पार्टीका श्रद्धेय सभापतिज्यूको सम्पूर्ण ध्यान अहिले यही भोटेकोशी बाढीको खोजी, उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माणमा 24 घण्टा उहाँको सम्पूर्ण ध्यान यसैमा केन्द्रित भएको बेहोरा यहाँहरूलाई म निवेदन गर्न चाहन्छु। हस्, धेरै धन्यवाद। हस्, के थियो?